गाइज नेपाली बाबुको युट्युब च्यानलमा वेलकम छ सबैलाई वेलकम। आज हामी सिएस र्याङ्क खेल्न गइरहेका छौँ अनि हाम्रो टिमहरू एकैछिन आउनुहुन्छ। नमस्ते गाइज, हजुरले सब्सक्राइब र लाइक गरिदिनु होला भन्न चाहे अनि हामी खेल्न स्टार्ट गरिरहेका छौँ। ल लेट्स गो गाइज, लेट्स गो गाइज। हामीले सिएस र्याङ्क स्टार्ट गरिसक्यौँ गाइज, जान लागेको छ। फेरि हाम्रो धमाका कस्तो हुन्छ तपाईँको माझ हेर्नु होला भन्न चाहे। अब हाम्रो सिएस र्याङ्क स्टार्ट भइसकेको छ। नमस्ते गाइज, फेरि हामी सिएस चाहिँ खेल्न स्टार्ट गऱ्यौँ अनि अहिले भर्खर भइसक्यो। फेरि हामी घुसिसक्यो गेममा गाइज। फेरि देख्नु होला सबैले, म नयाँ नेपाली बाबु नयाँ युट्युब च्यानल खोलेको छु गाइज। सबैले गएर सब्सक्राइब र लाइक गरिदिनु होला भन्न चाहे अनि मेरो फ्रेन्डहरूले धेरै सपोर्ट गरिदिनु होला भन्न चाहे। न्यू भिडियोमा सबैलाई वेलकम छ अनि म कस्तो खेल्छु त्यस्तै प्रतिक्रिया र कमेन्ट गर्नु होला भन्न चाहे। अनि तपाईँहरूलाई मसँग खेल्न मन छ भने तल युआइडी पनि छोड्नु होला भन्न चाहे। अनि हाम्रो ब्रोदरहरू पनि एकाएक हान्दैछन् फेरि हान्दैछन्। ओ माई गड, मस्त पुरा ओ माई गड, मलाई ढलाइसक्यो गाइज। ओ थ्याङ्क यू। फ्री फायरले नयाँ अपडेट अनुसार एउटा मजबुत राम्रो अपडेट ल्याएको छ अनि हाम्रो फ्रेन्डहरूलाई पनि रिभाइभ गर्न अति आसान भइसकेको छ। हाम्रा यी ब्रोदर एक नम्बर ब्रोदर चाहिँ अफलाइन भएका रहेछन्, फेरि पनि आउनु अफलाइन भएका छन् हाम्रो एक नम्बर ब्रोदर अफलाइन गएका छन्। अफलाइन गएर पनि आइसक्यो फेरि आइसक्यो। वाह, थ्याङ्क यू ब्रोदर, थ्याङ्क यू। अफलाइन गएको पनि आइसके। अब हाम्रो धमाका एक राउन्ड जितिसक्यौँ ब्रोदर, एक राउन्ड जितिसक्यौँ। फेरि नेक्स्ट राउन्डमा जित्न सफल हुन्छ कि नै तपाईँहरूले हेरिदिनु होला भन्न चाहे। फेरि पनि नमस्ते। यो भिडियोलाई जतिसक्दो लाइक कमेन्ट गरिदिनु होला र नेपाली बाबुको युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला सबैले गाइज। सबैले मिलेर गाइज एक अर्काको सपोर्ट अवश्य चाहिन्छ। त्यसैले गाइज प्लिज गाइज सब्सक्राइब लाइक गर्नु प्लिज, लाइक गर्नु हो। ए सानो सफल भएँ म त गाइज, 2 नम्बर हो। आई एम पिटी कैलाली गाइज। पिटी कैलालीको अर्थ के हो भने प्रेम थापा कैलाली, नाम हो प्रेम थापा कैलाली बस्छ भन्ने त्यो हो। अनि आइडीमा पनि त्यही छ गाइज। सबैले सपोर्ट गरिदिनु होला, सबैले सपोर्ट गरेर अनि यो मेरो नेपाली बाबु युट्युब च्यानलमा सबैले लाइक कमेन्ट गरिदिनु होला प्लिज गाइज। तपाईँले गर्नुभयो फटाफट गरिदिनुहोस् न गाइज यार, फटाफट गाइज। हामीलाई एनिमीलाई तपाईँको सपोर्ट गर्नुभयो भने हामी नेक्स्ट भिडियो पनि यस्तै दामी राम्रो भिडियो ल्याउने नै छौँ भन्न चाहन्छु। अनि गाइज हेर्नुहोस् गाइज। ओ माई गड, एउटा फ्री फायरले नयाँ अपडेट अनुसार एउटा ऊ पनि ल्याएको छ, एउटा नयाँ क्यारेक्टर, न्यू क्यारेक्टर पनि ल्याएको छ। एकदम राम्रो छ कि नयाँ क्यारेक्टर त मलाई बेस्ट लाग्यो। ऊ क्यारेक्टर त मलाई बेस्ट लाग्यो गाइज। तपाईँलाई कस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला तल लिङ्कमा कमेन्टमा। अनि गाइज फेरि वेलकम भन्न चाहे वेलकम सबैले गाइज सपोर्ट मी। ओ माई गड, मेरो चाहिँ ब्रोदरले चाहिँ गर्नुभयो, कमेन्ट गर्नुभयो। ओ हाम्रो ब्रोदरले एक नम्बर भाइले खतरा खेल्नुहुन्छ हाम्रो फ्रेन्डहरू। खतरा भनेको खतरा खेल्नुहुन्छ। 3 नम्बर लगातार 3 नम्बर एनिमीलाई 0मा हराउने भनेर हामी टार्गेटमा लागिरहेका छौँ गाइज। सबैले लाइक र कमेन्ट गरिदिनु होला, त्यति मात्रै चाहिएको छ गाइज। सबले लाइक कमेन्ट। हामी कस्तो खेल्छौँ, हाम्रा केटाहरू कस्तो खेल्छौँ, तपाईँहरू पनि खेल्न चाहनुहुन्छ भने तल युआइडी छोड्नु होला, म एसेट अवश्य गर्नेछु।
तपाईँलाई डायमन्ड चाहियो भनेपछि अहिले चाहिँ कन्ट्याक्ट नगर्नु होला। अहिले चाहिँ मसँग पनि छैन डायमन्ड। अब केही छिनपछि डायमन्ड हालेर फेरि पनि आउने नै छु युट्युब च्यानलमा। वेलकम भन्न चाहे फेरि नि हाम्रो केटाहरू धमाका लास्ट राउन्ड भनेर हिरो बन्दै गएका छन्। तर म चाहिँ लास्ट राउन्ड भनेर मजाकमा खेलिरहेको छु। ए यिनी बेला पनि हान्दैन के लास्ट राउन्ड नि के हान्ने भनेर कोठी लास्ट राउन्ड भनेर मजाकमा खेलेको त केटाहरू त हार्ने जस्ता भइगयो त। उता त एक स्कोर बचेको छ। फेरि हाम्रा दुई केटाहरू चाहिँ नकआउटमा गइसके। अब के गर्ने फेरि यो राउन्ड हारे गाइस हारे के यार ब्रदरले बेइज्जत भइगयो गाइस बेइज्जत भइगयो। ओ माय गॉड थ्याङ्क यू ब्रदर बहुत आसानले मारिदियो। हाम्रो ब्रदर आउनुहुन्छ क्या खतरा आउनुहुन्छ। एक नम्बर ब्रदर खतरा आउनुहुन्छ। खतरा आउनुहुन्छ फेरि ओ माय गॉड 1v2 गाइस हान्दे एक नम्बर ब्रदर हान्दे 1v2 खै हान्न सक्नुहुन्छ कि नै खै देखौ गाइस हानेपछि सबैले सब्स्क्राइब गरिदिनु अरे। हाना ब्रदर हाना यो युट्युब च्यानलमा सबैले सब्स्क्राइब गर्नु अरे। अरे यार क्या कर दिया फेरि। अरे केही छैन। अब नेक्स्ट राउन्डमा हान्नुपर्छ गाइस नेक्स्ट राउन्ड त हान्नुपर्छ जसरी पनि हान्नुपर्छ ब्रो त हान्नुपर्छ यो नेक्स्ट राउन्डमा नहानेपछि त लाजै भइगयो भने नेक्स्ट 2 राउन्डमा नहानेपछि लाजै भइगयो भने बेइज्जत भन्ने ब्रदर हाना अहिले त म चाहिँ खेल्दा ओ सबैले लाइक गाइस कमेन्ट आउन फटाफट गाइस खै त तिनीहरूको ब्रदर तागतै छैन भ्युअरहरूको यार। सरी पनि थ्याङ्क यू। ओ हाम्रो स्कोर बचेकै छ। एनिमीलाई धुल चटाओ ओ हाम्रा चाहिँ एक नम्बर चाहिँ ब्रदर डाउन भइसक्यो। ओ माय गॉड फेरि भारी पर्ने जस्तो लाग्छ। जित्याले थ्याङ्क यू गाइस सबैले लभ यू गाइस सबैले युट्युब च्यानलमा लाइक र कमेन्ट गरिदिनु होला भन्न चाहे। र नेक्स्ट भिडियोको लागि बाई ब्रदर बाई